Thank you.
अनि मलाई लाग्छ है आजको दिन प्रभुले हाम्रो जीवनमा नयाँ काम गर्नुहुन्छ। आमेन। अनि आमा दिवसको लागि यसो विचार गर्दाखेरि मेरो पनि आफ्नो आमाको विषयमा भन्दाखेरि मलाई सानोदेखि नै क्या सन्डे स्कुलमा जानमा सानोमा बिगिनर्स, त्यहाँदेखि प्राइमेरी, त्यहाँदेखि इन्टरमिडिएट, जुनियर, लास्टमा सिनियरसम्म जानु भनेर आमाले प्रोत्साहन दिनुहुन्थ्यो। अनि सिधै भन्नुहुन्थ्यो बाउले दिदी पाइनँ, आमाले जा भन्नुहुन्थ्यो। अब मलाई लाग्छ सायद आमाले त्यति त्यो लगानी नगरेको भए आज पास्टर पनि हुन्थेन होला। यसो विचार गर्छु क्या, प्रार्थना भन्ने कुरो त यस्तो बहुमूल्य छ यहाँ। अझै आमाहरूले जुन चाहिँ प्रार्थना गर्नुहुन्छ, अनि आमाहरू रिसर्चमा भनेको छ अन्तर्वृत्ति भने त्यही आमाहरू बेसी हुन्छ, बाउ हुन्छ, बाउभन्दा त्यही आमाहरू बेसी हुन्छ। उहाँले जान्नुहुन्छ, नानी जन्माको कुराहरू उहाँमा अनुभव छ, बेच्ने कुराहरू कसरी बेच्दा थाहा छ, त्यतिखेर प्रार्थना गरेर त्यही कुरा नयाँ निक्लिन्छ। आमेन। सत्य त बाइबलले त्यही भन्नु छ है। अनि एउटा विषय भन्नुपर्दा आमा धेरै प्रार्थना गर्नुहुन्थ्यो है, राति उठेर प्रार्थना गर्नुहुन्थ्यो। अनि आमालाई सानोदेखि सुनेको मैले क्या, प्रभु सुरुवात नाम बचाउनुहोस् भन्थ्यो सुलाले है। अनि प्रार्थना गरेर बस्छ आमालाई प्रभुले उठाउनु भयो। पछि सुलान्टेले बासो जोन गरेको त्यहाँ ब्याप्टिजम त्यहाँ त्यो प्रार्थना याद आएका। मैले देखेँ क्या, प्रार्थना इन्भेस्ट हुन्छ, वेस्ट हुँदैन है। मैले भन्न चाहेको अब हामी लागिरहँ सङ्गतिमा लागिरहँ, प्रार्थनामा लागिरहँ है। आज मैले तपाईँलाई जुन चाहिँ वचन भन्नु गइरहेको छु, अनि त्यो चाहिँ के भन्दाखेरि हामी सबैलाई है परमेश्वरको आत्माको भरपुरी अभिषेक हुन चाहन्छ है। अनि म सोमबार सेवा हाम्रो घरमा अस्तिदेखि नै म यो पवित्रता सम्बन्धी शिक्षाहरू है मैले दिइरहेको छु। अनि मलाई म लामो वचन बोल्दिनँ। एकपल्ट म मात्रै मिसन कम्पनी एउटा ठाउँमा घरेलु सभा बोलाएको थिएँ। त्यहाँ जवान भाइ बहिनीहरू थुप्रै थियो। मैले कहाँ त के गर्छ सुनिहालेँ क्या, पै माटो दाजु वचन चाहिँ बुढाउ भनेर। किन भन्दा त यसो भने वचन छोटो हुन्छ भने खुसी भयो क्या। उहाँलाई भाषण पहिला है म त्यहाँ गरेँ यस्तो भनेको, म लामो बोल्दैन है। यसो विचार गर्दाखेरि हाम्रो घरमा म सानो हुँदाखेरि हाम्रो बाउले एउटा बन्दुक किनेको थियो। बन्दुक 2 नानी किन किनेको मलाई थाहा छैन, कुनै दिन पड्केन। हावामा ल्याएको बन्दुक छ, बन्दुक 2 भन्थ्यो क्या, 2 नानी बन्दुक। हाम्रो आमाले पुरा दुःख पाएँ। त्यसलाई ल सफा गर्नु मैले हो, त्यहाँदेखि कोर्टमा जानु भने, त्यहाँदेखि कतिवटा गोली छ देखाउनु भने दिनु भने। आमाको वाक्कै भयो क्या, बन्दुक चाहिँ छ त्यसले काम त्यही गरेन। प्रिय तपाईँ हामी सबलाई बन्दुक दिनुभएको छ, बाउले सजाउनु दिनुभएको छ न। लास्टमा त्यो बन्दुक के गर्यो भने हाम्रो प्रेसिडेन्ट टिचर्सको सिनियर एल्डको स्वर्गीय टिटी चन्द्रले किनेको। त्यहाँदेखि आमाको लन्का साग सफा गर्नु पर्दा लन्का साग बन्दुक छ भन्छ, बन्दुक गर्दाखेरि भाइ काम भएन। प्रिय तपाईँहरू मलाई सबैलाई परमेश्वरले अधिकार दिएको छ, हामी चलाउनुपर्छ। जब प्रार्थना गर्छौँ तब के कुरो हुन्छ, जब हामी घोषणा गर्छौँ तब के कुरो हुन्छ। हेर्नुहोस् धेरैचोटि मेरो अनुभव छ है। हामी जब प्रार्थना गर्छौँ, विश्वास हामी गर्छौँ तब के हुन्छ तपाईँलाई हामीले बोलेको वचनमा हामी बोल्दाको अभिषेक जान्छ। सत्य कुरो जब प्रार्थना गर्छौँ नम्र भएर परमेश्वरले कहाँ काम गर्नुहुन्छ। अनि एउटा घटना देख्छौँ यो एलिसाको विषयमा। एलियाले चाहिँ एलिसालाई पछाउँछ, दोबर अवश्य गएको है, त्यहाँ काष्ठ पछाउनु सबैलाई थाहा छ कुरा। अनि नयाँ नियममा चाहिँ त्यो काष्ठ हुने कुरा होइन, पवित्र आत्मा आउनुहुन्छ। आमेन। तर यहाँबाट के सिक्छौँ भने मलाई अस्ति वचन हेर्दै है, यो के भन्दछ भन्दै एलियाले चाहिँ एलिसालाई कसै बस्यो कस्तो भन्दै ऊ त्यो मेन्टर एलिया एलिसाले कसै लाग्यो गुरुले के गर्छ कसो गर्छ। याद गर्नुहोस् है, हाम्रो सङ्गति धेरै प्रभाव गर्छ है। हामी बाइबल पढ्दैनौँ, वचन पढ्दैनौँ, सङ्गति जान्दैन, संसार हामी प्रभाव गर्छ। सिम्पल कुरा हो।
अस्ति मैले एउटा घरमा गल्ती काम गरेँ, मैले गाडी पुरा खाएँ, मेरो श्रीमतीबाट म के गर्छु भन्दै बिहान बाहिर पढ्दा गर्दै बाहिरको है यो प्रमिसहरूलाई हरियो क्रेन्सले लेख्छु, यसो दाग गर्छु अनि म मजाको बसन्त छ भन्दै रातो गुलाबी क्रेन्स यत्रो मोटो छ क्या, त्यो रिग्रेको यत्रो मोटो, त्यसले यसो दाग गर्छु। मेरो त डक्टर पनि थियो, भरे लुगा धुनुपर्छ सक्सेस बनाइ गरेर त्यो क्रेन्स पनि गएको छ, डक्टर पनि गएको छ भित्र। त्यहाँदेखि वासिङ मेसिनमा त मजाले धुएछ। के भयो, मेरो सेतो टी सर्ट गुलाबी भयो, खेल खाता उसको यो लुगा क्या यस्तो रिसायो क्या, यहाँ पुरा हाँसी लाग्छ, डक्टर क्या मलाई किन्दैन भने क्या, ल किनिदिन्छु भने। के भयो थिएँ, जब हामी यीशु प्रभुसँग दुःख हुन्छ त्यही यीशु बग्छ। हामीलाई त्यस इनर क्रिस्चियन हो, ख्रिस्ट भनेको अभिषेक। हामी के सङ्गति हुन्छ हाम्रो, हामी के इन्टिमेसी के छ हाम्रो। एउटा चर्चमा आउँदाखेरि हामी मेन्टली पनि होइन, 2 घन्टा चर्च हो त्यहाँदेखि म बस्छु होइन, हामी 24 घन्टा परमेश्वरको उपस्थितिमा छौँ। हामी तपाईँ परमेश्वर काम गर्दै गर्दा, अफिसमा काम गर्दै गर्दा है, भवन भएर ड्राइभिङ गर्दै गर्दा गीत गाउँदै गर्न सक्नुहुन्छ। किनभने प्रभु हाम्रो हेर म सब दिन जगतसँग तिम्रो साथमा छ, हामीले मलाई छोड्नु हरेक कुरा साथ दिन्छ। प्रिय आज हामी नानीहरूलाई सिकाउनुपर्छ, म बाबा भन्छु नानी मेहनत गर, परिश्रम गर, पढ, तर तँलाई परमेश्वर अभिषेक चाहिन्छ होइन। अब जब अभिषेक भन्छ त धेरै किने हुन्छस् भन्नुपर्छ, अहिले भन्नुपर्छ सत्य कुरा है। हामी संसारमा हामीसँग भित्र के हुन्छ, पवित्रता हुन्छ। हामी जब पवित्रता आउनुहुन्छ परमेश्वर आत्मा हुन्छ, हामी ज्ञानी हुन्छ, सत्य कुरा। यहाँ के भन्दछ, म छिटो भन्दछ परमप्रभुले एलियालाई स्वर्गमा आगो दिएर उठाएको दिनलाई आइनु लाग्यो, तर एलिया र एलिसाले गिलगाल छोडे। म छिटो भन्छु, गिलगाल भन्ने के हुन्थे, शरीरको अभिलाषा त्याग्नु, रोलिङ गवाई खतना गर्ने कुरा, शरीरको अभिलाषा हो। अस्ति एउटा मैले त्यो फेसबुक गरेर एकजना त्यो नन क्रिस्चियनले भन्दै थियो है, स्पिरिट इज विलिङ बट द फ्लेस इज विक भन्थ्यो। आत्मा त एकदम प्यारै छ, शरीर चाहिँ के छ प्याक्कै छ। प्रभुमा बढी भन्छ शरीरमा लागेको छ, आएछ कोही के हुन्छ, त्यो कारणले के छ, खानपिन कुराहरू, रिसका कुराहरू, लत्तो कुराहरू आउँछ, निन्दा कुराहरू आउँछ, घमण्ड कुरा आउँछ। घमण्ड पाप है यस्तो मजा क्या, त्यो कुरा शरीरले हुन्छ के हुन्छ, तान्नुपर्छ। अस्ति पनि एउटा एनिमल्सको एउटा म फलो गर्छु, नेसनल जोग्राफीहरू मलाई मजा लाग्छ क्या। ड्रागन फ्लाईको विषयमा त्यहाँ भन्दै थियौँ रिसर्च गरेर, ड्रागन फ्लाईले पहिला चाहिँ पानी मुनि हुन्छ अरे, त्यहाँ 2 वर्षपछि माथि जान्छ कमुलो हुन्छ, त्यस्तो मरौँ सक्छ अरे क्या। त्यहाँदेखि त्यसको चेन्ज हुन्छ है, जसरी केरा बोतलले भाँच्छ त्यहाँदेखि के हुन्छ, पखाटा आउँछ, यस्तो ब्युटिफुल हुन्छ। त्यो उम्र खान्छ, त्यो उनीहरूले के गर्छ भने सानो केराहरू खान्छ, प्योर होइन त्यो नै हो, त्यस्तै हो। हामी पाएको दलदलमा थियो, जब परमेश्वर आत्मा हामी आउँछ हामी उठ्छौँ, हामी ब्युटिफुल हुन्छ, सिम्पल कुरा, चेन्ज हुन्छ, दामी हुन्छ। पानी छिर्छ भन्दै हामीलाई आशा देख्दैन। र यहाँ के भन्दैछ भने पहिला त गिलगाल छोड्नु पऱ्यो। गिलगाल भन्ने कस्तो हुन्छ त, के देख्छ गिलगाललाई चाहिँ एकदम के देख्छ अरे, डिमान्ड्स होलिनेस, पवित्रता। प्रिय आज कुरा त के छ भन्दा, कतिजना भन्छ नि हाम्रो परमेश्वर महान छ, हाम्रो पनि महान छ भन्छ, हाम्रो परमेश्वर सर्वज्ञानी, उनीहरूले पनि भन्छ सर्वज्ञानी, हाम्रो परमेश्वर ओम्निपोटेन्ट, ओम्निप्रेजेन्ट, ओम्निसिएन्ट सबै जान्नु भन्छ हो। तर हामीले भन्नुहुन्छ हाम्रो परमेश्वर पवित्र भन्छ नि, हेर्नुहोस् है, पवित्र परमेश्वर हुन्छ। त्यहाँ चाहिँ के हुन्छ, फरक हुने कुरा हुन्छ। हाम्रो परमेश्वर कसैको अर्काका सोचे चोरेर ल्याउने होइन, बुझ्नु मेरो कुरा। गड इज होली, पवित्र आत्मा, नानीले पवित्र आत्मा, आत्माको अगाडि के छ, पवित्र आत्मा। हेर्नुहोस् है, पवित्र आत्मा जब अवश्य हुन्छ के हुन्छ, पवित्रता भित्र आउँछ। हामी भित्र चेन्ज हुन्छ, मान्छेले के हुन्छ, बाहिर यस्तो नखा त्यो बाहिरको गर्छ क्या, बाहिर गर्छ रुल्स भएको छ। परमेश्वर जब आत्मा हामी काम हुन्छ, भित्र चेन्ज हुन्छ, हामी चेन्ज हुन्छ, भित्र स्वभाव बदलिन्छ। परमेश्वरको आत्माले भित्र काम हुन्छ।
तर के भन्छ गिर्जामा छोड्यो गिर्जाबाट के देखाउँछ भने खतना भन्ने कुरा शरीरको अभिलाषकताहरू आत्माको भावना एउटा शरीरको अभिलाषकताले कुनै दिनले पुरा गर्नेछौँ पनि आत्मा भनेको छ आत्माको भावना हामीले पवित्र आत्मा अभिषेक चाहिन्छ प्रियहरू जब परमेश्वर आत्मा हाम्रो अभिषेक छैन भने हामी के पनि गर्न सक्दैनौँ सत्य कुरा परमेश्वर अभिषेक हामी के पनि गर्न सक्दैनौँ सत्य कुरा हामी नभए के हुन्छ हाम्रो चर्चमा परमेश्वर उपस्थित छैन भने हाम्रो चर्चमा गएर कुनै एउटा भाटामा मिटिङ गरेर एउटै बराबर हुन्छ तर क्रिस्चियन जब प्रार्थना हुन्छ त्यहाँ के हुन्छ समथिङ के गर्ने अभिषेक आउँछ होइन अभिषेक चेन्ज हुन्छ जब प्रार्थनाको अभिषेक हुन्छ त्यहाँ प्रभावशाली हुन्छ जब वचन अभिषेक हुन्छ त्यसमा प्रभावशाली हुन्छ हेर्नुहोस् है सत्य अभिषेक भन्ने कुराले हामीलाई हरेक दिन हरेक चाहिन्छ त्यहाँदेखि के भन्छ भने दोस्रो ठाउँ एलिसाले भन्दैछ तिमी यहीँ बस्छ म बेथेल जान्छु बेथेल भनेर प्रार्थना गर बेथेलमा देख्छौँ याकुबले स्वरूपसँग पुष्टि गरेको छ है उत्पत्ति 26 सबैलाई थाहा छ इन्काउन्टर जब परमेश्वरसँग इन्काउन्टर हुन्छ नि हामी चेन्ज हुन्छ सत्य कुरा इन्काउन्टर चाहिन्छ हामीलाई पक्का कुरा इन्काउन्टर हुन्छ त्योहरू आज मलाई लाग्छ परमेश्वर आत्मा मण्डलीमा हुनुपर्छ जब मण्डलीमा परमेश्वर आत्मा कायम हुन्छ तर के हुन्छ नाचगानहरू पुरा हुन्छ हामी मलाई अब है आज यस्तो नि मार्केटमा त्यही साह्रो मिठो भयो अभिषेकमा नाचेको जस्तो लाग्यो हाम्रो छिरिदिदी पहिला नाच्नु हो क्या आजको नाच्नु हुँदा हेर्नुहोस् है क्रिस्चियन नाच्दै बस्नु नाच्ने कुरा है भित्र खुसी छ हेर्नुहोस् है भित्र खुसी लाग्यो है मात्र सोह्र बस्ने होइन कोही बेला हामी चर्चमा जान्छौँ त सिरियस भन्छ नि हामीले के हो चर्च गएको के फिमेल सर्भिस गएको क्रिस्चियनमा के जय हुनुपर्छ परमेश्वरको आनन्द हामी बल यो भजन सोह्र 11 भन्छ तपाईँ उपस्थितिमा आनन्द भरपूर छ फेरि 4 त म तिमीलाई आनन्द गर फेरि पनि आनन्द गर है आनन्द भन्ने कुरा त्यो अब गीतबाट पवित्रताको फल प्रिय हो हेर्नुहोस् है परमेश्वरको आनन्द भन्ने कुरा है भित्र आउँछ है ह्याप्पिनेस है ह्यापन्स के ह्यापनिङबाट आउँछ अरे राम्रो लुगा किन्ने भयो कुनै घर के बनायो गाडी किन्ने ह्याप्पिनेस हुन्छ तर जोय डिपेन्ड्स अन जिजस हामी ईश्वरको मात्रै जोय दिन्छ अघि है हाम्रो डिकन सञ्जयले फेरि प्रेरित 16:25 पढ्नुभयो त्यहाँ जब पाउला सिलास एकदमै पिचेर श्री बन्दनमा थियो आदि घरमा गीत गाइरहेको थियो हो सरी के भन्नु सङ्घार पुग्यो हामी पवित्रताको काम हो त्यो आज बेतेलमा छ बेतेल प्रार्थना ठाउँ बेतेल मलाई म सानै केटा हुँदाखेरि मिसन गर्ल्स हाई स्कुलहरूमा त्यो हल थियो हलमा त्यो एउटा सिंहहरू यस्तो रिभल्भिङ चेयर थियो कि अब त्यो पियानो थियो असल छैन देख्दिनँ म त्यहाँदेखि माथि एउटा त्यो रुममा थियो हाम्रो सन्डे स्कुल लाग्थ्यो त्यहाँ चाहिँ हाम्रो एल्डर केसी कार्ताको नरम दाजुहरूले उहाँहरू बेथेल भन्ने राख्नु रातभरि प्रार्थना गर्नुहुन्थ्यो अलिअलि थाहा छ मलाई बेथेलमा गएको हुँदैन अनि मलाई लाग्छ त्यतिखेर जम्बीको घरमा आउनुहुन्थ्यो अलिअलि थाहा छ मलाई रातभरि प्रार्थना हुन्थ्यो कहाँ आएको बेथेल गएको हुन्थ्यो माथि रुममा त्यो गछहरूको भित्र माथि सिँढीबाट माथि जाने त्यो रुममा त्यतिखेर बेथेल भन्थ्यो के गरेको होला मैले बुझ्दिनँ सानै थिएँ अलिक बुझ्दै सक्यो त्यहाँ प्रार्थना भयो प्रार्थना फर्स्ट धेरै गीतहरू प्रवृत्ति भयो हामी धेरै गीतहरू कम्पोज भयो परमेश्वरको जागृति कहाँ भयो मण्डलीमा कहाँ भयो सत्य कुरा हो जहाँ प्रार्थना हुन्छ त्यहाँ छुटकारा पाउँछ आशिष पाउँछ सत्य कुरा हो मैले भनेर चाहिँ त्यहाँनिर भन्दछ है जाँदै गरेर बेतेसन गर्नुपर्छ एलिसाले नभने त्यही तपाईँलाई पठाउँछु प्रिय आज तपाईँहरूले बेतेल कस्तो छ क्या कुनै कुरोले हामीले रोकेको छ कुनै कुरा हामीलाई यसरी बाधा दिएको छ आज वचन तपाईँलाई लागेको छ भन्नुहोस् प्रभु म तपाईँको अभिषेकमा यो कुरा नाख्नुहोस् भने छुटकारा पाउँछु अनि भन्दछ त्यहाँदेखि के भन्दै हेर्दै जाँदा कसो भन्दै जेरिकोमा गयो जेरिको विषयमा धेरै पचास गएको छु जेरिको त ओल्डेस्ट सिटी हो सबैभन्दा ठुलो सहर है ठुलो पर्खाल थियो चिनको पर्खाल पनि ठुलो त्यो के भयो भने त्यही प्रवेश गर्न जानु भन्नु पाएर जब त्यहाँ प्रशंसा आराधना गरेर सातवटा भयो डाङ डङ भयो हामी हेर्नुहोस् है प्रियहरू आज हामी धेरै साथ हाम्रो निम्ति अगाडि जेरिको पर्खाल छ होला प्रभु हुनुहुन्छ हामी प्रार्थना गरिरहँ प्रशंसा गरिरहँ अनि त्यो ढल्नेछ त्यो जे सबै एन्सेन्ट क्यापिटल सबैले बलियो थियो भयङ्कर केही न त बल न त सबैले तर के भने धेरै घोषणा गर्यो यौसीले घोषणा गर्यो यौसीले के देखाउँछ भने यौसु भन्ने
यसोको देखाउँछ। प्रभुको उपस्थिति हामी घोषणा गर्नुपर्छ, ईश्वरको नाममा यो कुराहरू घट्नेछ, जानेछ भनेर। हामी के भन्यो उसलाई बेच्नु गयो, सबैजना डरायो क्या, यस्तो डराउँदो छ, बढी ठुलो पराएको भयो। प्रिय जब प्रशंसा प्रार्थना हुन्छ नि, तर के हुन्छ, किल्ला भत्किन्छ, प्रशंसा आराधना हुन्छ नि, जब हुन्छ के हुन्छ तपाईँलाई थाहा छ, प्रार्थनाको लेभलहरू धेरै हुन्छ। हेर्नुहोस् है, हाम्रो घरमा दुःख दिने कुराहरू हुन्छ, एउटा इन्डिभिजुअली फ्यामिली चर्चमा एट्याकहरू हुन्छ। तर जब हामी प्रार्थना गर्छौँ के हुन्छ, हामीसँग प्रभु हुन्छ, हामी बिचीको टिममा छौँ, हामी जित्छौँ। सत्य कुरो हामीसँग भित्र अवरोध हुन्छ, हामी घोषणा गर्नुपर्छ। पाउला सेवकले जेलमा बसेर के प्रार्थना गर्ने, तब मन लाग्छ त्यो प्रार्थना गर्दै गर्दा त्यहाँ छुट्यायो। प्रिय जब हामी प्रार्थना गर्छौँ, प्रशंसा गर्छौँ, आराधना गर्छौँ, परमेश्वरको अभिषेक गर्छ है। अब के भन्छ त लास्टमा त्यो के हुन्छ, जोडनमा छ, जोडमा यदनले के दिएको छ भने यदन डेथ। म पाउलले भन्छ म दिनु म छु, क्रुसमा म छु, म यदि म होइन क्रुसमा छु। धेरैचोटि समस्या हामी मर्दैनौँ, मलाई यस्तो गरेको भने कुर्ने गएको छ, धेरै वर्ष भयो, अझै पुरानो कुरो त हामीलाई सताइरहेको हुन्छ। प्रिय राज हेर्दै के हुन्छ, त्यो ब्याप्टिजम भने के हो, पुरानो कुरा बन्द, नयाँ हामी हेर्नुहोस्, जबसम्म हामी नयाँ कुरा भन्नु जाँदैनौँ, हामी कहिले प्रभुको अवश्य आउँदैनौँ। सिम्पल कुरा हो, हामी सिम्पल प्याटर्न के देखाउँछ भने म तपाईँलाई भनिहालेँ, फर्स्ट कुरा त के गिलगाल कस्तो हुन्छ भने कस्तो शरीरको अभिलाषादेखि है, यसरी जय पाउनु, व्यक्तिले परमेश्वरको घर प्रार्थना हुन्छ, इन्काउन्टर हुन्छ। अनि बेतलको हुँदै कस्तो त इन्टिमेसी, घनिष्ठता, इन्टिमेसी। तब के हो, याकुब भयो, इस्रायल भयो, याकुबको नाम डेस्टिनी सेन भयो, कल्चा गरेर हिँड्यो भने भन्दा मन लाग्छ। याकुबले कसो भन्दा लट्ठीको भरमा हिँड्यो, अनि बस्छले भन्छ याकुबले कसै यसो छोराहरूलाई लट्ठीमा टेकेर यसरी अडस लागेर हाँस्नु दियो। प्रिय आज हाम्रो जीवनमा इन्टिमेसी सक्नुपर्छ, घनिष्ठता, हामी चेन्ज हुन्छौँ, साधारण कुरा होइन। लास्ट भन्छ जोर्डनले के दिएको छ भन्दै कस्तो हुँदै म अस्ति भन्छु यसो है, कस्तो द प्लेस अफ ब्याटल एन्ड ब्रेक थ्रु एउटा बाइबलको विद्वानले लेखेको छ, त्यति यसो भने म सक्छ होइन, म ब्रेक थ्रु विषय भन्दैछु। जेनरलदेखि ब्रेक थ्रु आयो, ब्रेक थ्रु नहुने कुरा। अनि तपाईँले वचन यसो हेर्दै गरेँ, अब नयाँ नियममा जाउँ हामी। नयाँ नियममा चाहिँ लुका 24मा अस्ति मैले समाज सेवामा अलिकति सेयर गरेँ। नयाँ नियममा जाउँ है। नयाँ नियममा चाहिँ जब प्रभुश्री जब सेवाकाई सुरु गर्नुभयो, जब परमेश्वरको आत्मा उहाँमा आउनुभयो, ढुकुर आउनुभयो, अनि उहाँले प्रचारको जानुभयो, दुष्टता भएको थियो है। तपाईँ हामी देख्छौँ लुका 4 मात्रै 4 देख्छौँ। अनि के भयो भन्दाखेरि परमेश्वरको एकदमै राज्य त बढ्दै गयो। परमेश्वरले ढुकुरको रूपमा पवित्र आउनुभयो, अनि ढुकुरको मात्रै पिता हुँदैन भनेर अस्ति हाम्रो त्यो भाइ तल भाइ चाहिँ मारेर हेर्छ, पिता हुँदैन है। पास्टरले भन्ने कुरा ठिकै रहेछ भने ढुकुर चाहिँ मतलब जोक भनेर चाहिँ 99% चाहिँ अन्न खान्छ। अन्न के हो, परमेश्वरको वचन। 1% मात्रै किरा फटाको खान्छ, 99% अन्न खान्छ। झगडा गर्दैन, सफ्ट हुन्छ, झगडा गर्दैन, अलग गर्छ। प्रियहरू आज पवित्र जब काम गर्नुहुन्छ, वचन आधारित काम गर्नुहुन्छ, हामी वचन आधारित काम गर्नुहुन्छ, परमेश्वरको वचन आधारित काम गर्नुहुन्छ। सत्य कुरा यहाँ के भन्छ भने लुका 24 अघि किनभने पढ्नुभयो, यहाँ भनेको छ 28 पदमा, तिमीहरू यिनै कुराको साक्षी छौ। हेर म मेरो पिताले बोल्नुभयो प्रतिज्ञा तिमीहरूलाई पठाउँछु र माथिबाट शक्तिलाई पाउँछ यहीँ सहरमै पर्खिरह। पहिला कुरा त्यो पेन्टिकस्टमा ट्यारी मिटिङ हुन्थ्यो, पर्खिनु पऱ्यो। तर नयाँ नयाँमा चाहिँ पेन्टिकस्ट दिन पवित्र गर्नुभयो, त्यसपछि धेरैपल्ट आउनु लाग्छ। वचन बोल्दा प्रार्थना गरेर आउनु लाग्छ। हामी विश्वास गरेर प्रभुलाई ग्रहण गरौँ, विश्वास गरेर हामी पवित्रता अभिषेक गर्नुपर्छ। हामी विश्वास गरेर बाई फेथ हेर्नुहोस् है। के भन्दै यहाँ भन्दैछ है, मिठो कुरा। अनि उहाँले 40सम्म 11 पटकमा है चेलालाई दर्शन दिनुभयो, बोल्नुभयो। लास्टमा त के हो, उहाँ जानुभएछ। हेर्नुहोस् है,
जानुहुँदैछ। अब देख्दैन किसिमको फिजिकली छैन, त्यसको पछि पवित्र आत्मा हुनुहुन्छ। अनि यस कारण पास्टर सरले भन्नुहुन्थ्यो अहिलेको समय पवित्र आत्माको युग हो, होली स्पिरिटको एरा हेर्नुहोस् है, पवित्र आत्माको एरा हो। परमेश्वरले काम गर्नुहुन्थ्यो यसैको समय थियो भनेको त पिता पुत्र पवित्र आत्मा एउटै हुनुहुन्छ, तर पवित्र आत्माले काम गर्नुहुन्छ। हेर्नुहोस् त्यहाँ के भन्दछ तिनीहरू उहाँलाई दण्डन गरे र बडो आनन्दसित यरुशलेम फर्के। अब यीशुको देख्दैन, भोलि पलै पछि साउल पावल भयो दमिस्कसमा है, प्रेरित नहुँदा त्यो बिले कुरा हो। चेलाले यसको देखेन फिजिकली, तर के भन्दा आनन्द साथ फर्के। आमेन, आनन्द साथ जोय, यति पवित्र काम हो। हिजो एउटा बिहान गएको थियो सिक्किममा, ठुल्ठुलो मान्छे आएको छ, बोन भएकै थियो। 3 पल्ट मलाई सोध्यो तपाईँ ड्रिङ्क गर्नुहुन्छ अरे? गर्दैन। 3 पल्ट लास्ट लाग्यो, बाहिर गएर बस्यो। डाक मात्रै नमान्थ्यो, पवित्रता भयो। के भन्छ म पहिला मिसन कम्पनीमा बस्थ्यो, सानो हुँदा आमासँगै स्कुल आउँथेँ। त्यति बेला गाडी थिएन, अलिक ठुलो भइसक्यो है। मिसन कम्पनीबाट त्यो हङकङ मार्केट त्यहाँबाट सट्ट गरेर त्यो कान्ति स्टोरको छेउमा त्यो गल्ली छ, लाल गल्ली, त्यहाँबाट जाने स्कुल। त्यहाँ चाहिँ गड्डी थियो, गड्डी आजकल त जाँदैन म, त्यो त महिला छ। त्यहाँ के हो भने मत्तो मान्छेहरू हो, गीत गाइरहेको हुन्थ्यो। एक दिन मलाई थाहा छ, स्कुलबाट फर्केर एउटा मान्छेले रक्सी खायो कि नाक बगाएर जस्तो खायो, त्यहाँदेखि गीत गायो, नाक बगाएर खाने बनाए ल क्या यस्तो मजाले गीत गायो। अरे उनीहरूले त गीत गाउँछ, हामी गीत नभन्नु, हामी ननाच्नु। हेर्नुहोस् है, होइन? अरे तपाईँले मैले पवित्र पाएको छौँ, हामी उदार मुक्ति पाएको, हामी खुसी नहुनु? हामी धेरै नसन ऋण हामी पाएको छ, सिक्दैन उपहार, हामी खुसी नहुनु भन्नुहोस् त। म खुसी छु भन्नुहोस् न, म खुसी छु, मैले उद्धार पाएको छु, हामी खुसी नभए गर्नुपर्दा यस्तो बसेको है मेहनत गरेर होइन। यो आज मलाई लाग्छ परमेश्वरले हाम्रो जीवनमा काम गर्नु छ। त्यहाँदेखि के भन्दछ भन्दै हामी देख्छौँ है, फर्केर त्यहाँ माथिबाट शक्ति नपाइन्छ। शक्ति भन्ने शब्द चाहिँ डिनामिक्स भन्छ लाग्छ, डिनामिक्स त्यहाँ डाइनामिक भनेर शब्द चलाएको छ। यो डाइनामिक त कसले आविष्कार गर्यो भन्दा अल्फ्रेड नोबल भन्ने मान्छेले, यो मान्छे स्विडेनको स्टकहोममा 1833मा जन्मेछ। अनि यो मान्छेले चाहिँ कन्स्ट्रक्सन काम गर्दा त्यो के पाहाडहरू हुन्छ, टर्न गर्नुपर्छ। त्यसलाई के गर्थ्यो भने नाइट्रेट ग्लाइसेरिन भन्ने लिक्विड त्यो पड्काउँथ्यो अरे, मान्छे मऱ्यो अरे, उसको भाइ पनि मरेछ। पुरै सोच्छ चाहिँ यसलाई चाहिँ मैले सानो क्याप्सुल क्या सानो बनाउन सकेन थिएँ, कति राम्रो हुन्थ्यो। त्यो लिक्विड नबनाएर क्याप्सुल बनाएर त्यहाँदेखि पुरा ट्राई गर्छ लास्टमा चाहिँ सक्सेस भयो। 1888मा ब्रेक थ्रु आयो। त्यहाँनिर के भन्यो, प्याटर्न गर्यो भने ब्लास्टिङ बनायो। मलाई थाहा छ, एकपल्ट मेरो दाजु ससुरासँग म रेली गएको थिएँ, मैले प्लास्टिक कसै पड्काएको थिएँ। सानो क्याप हुँदछ, क्यापमा चाहिँ यसरी फ्युज हाल्दो रहेछ, ढेँडो हुँदछ, तर पुरा रुखेर क्या माछा परक मैले कुद्दैमा 2 जना पकाएँ। सानो थिएँ, 2 जना एक दुई गयो, माछा पिल्ले के भयो, ब्लास्टिङ हो। त्यसै सक्ने अन्त के भन्छ त्यो मान्छेले पैसा भयो। एकपल्ट के भएछ भन्दै उसको भाइ मरेछ। न्युज पेपरमा के रहेछ अरे, यस्तो लेखेको छ क्या, डाइनामिक गर्ने मान्छे चाहिँ मऱ्यो, यो मान्छेले गर्दा धेरैजना हजारौँ मान्छेहरूको ज्यान गएको छ भनेर क्या। ला खासमा त्यो मान्छे मरेको थिएन, मैले त राम्रै काम गरेर भन्थ्यो, तर मलाई मान्छेले के भन्छ, नराम्रो काम गरेर मऱ्यो भन्छ। है यस्तो हुँदैन, उसको धन सम्पत्ति जे पनि छ, के गरे राम्रो काम जसले गर्छ त्यसलाई म इनाम दिन्छु। त्यहाँ नोबल प्राइज पाएँ, उसले गर्दा नोबल प्राइज। जसले राम्रो काम गर्छ
त्यसलाई नोबेल प्राइज पाउँछ। मदर टेरेसा पाएको, रवीन्द्रनाथ टेगोरले पाएको है, इन्डियाको धेरै पाएको छ। त्यसले भनेछ क्या अस्ति ट्रम्पले पनि मलाई दिँदैन, उसलाई दिएन, उसलाई दिए भने दिएन, कसले दिएन। जसले राम्रो काम गर्छ उसलाई नोबेल प्राइज पाउँछ। यही पैसा पैसा राखेर ल मैले त नराम्रो काम गर्छु, मान्छेको धेरै ज्यानको है। अनि मलाई दिएको मेघालयमा है, त्यहाँ पास्टर, त्यहाँ एकजना पास्टर गएको थिएँ। नेपालीहरू कोइला खाने काम गर्छ, कतिजना मरेको छ, भित्र ट्याङ्गेट परेको छ, भित्र खन्छ, कोइला ल्याउँछ, काम गर्छ। यस्तो रिस्की अन्त के हुन्छ अरे कतिजना मासु मर्छ। यहाँ एउटा सेवकबाट है रम्फूसम्म रेलवे लाइन बना है, तयारी हुँदैछ। प्राय यो तल कहाँसम्म आइपुगेको छ, 27 माइलसम्म आइसकेको छ है। 4496 किलोमिटर छ, 44 किलोमिटर। त्यसमा 38.6 किलोमिटर त्यो टनल भएको छ। भना घटमा यसो भन्दा 86% चाहिँ टनल छ। टनल एउटा टनल चाहिँ 5.3 किलोमिटर छ। सम्झिनुहोस् न। त्यो प्रोजेक्ट के हुन्छ भने नेक्स्ट रम्फूसम्म जान्छ, नेक्स्ट ग्याङ्टकसम्म जान्छ, नेक्स्ट कहाँ जान्छ नाथुला लाग्छ, धेरै वर्ष लाग्छ। तर हेर्नुहोस् न एउटा पाहाड अवस्था विक्रमादा के हुन्छ, प्लास्टिक भएको छ, बुम पढेर त्यहाँ छिरेर जान्छ बाटो। पिएर आज हामीलाई बिग्ने बाँधाहरू यो पाहाड हाल्दैछ, परमेश्वरको हातको द्वारा हामी गोष्ठहरू हामीले दुःख दिने गरेर घरिघरि दुःख दिन्छ। न त जगरे चाह छ भन्छ, पाहाडहरू हटेछ परमेश्वर हातको द्वारा। हामी हुँदैन भन्छ नि, जब मण्डलीले प्रार्थना गर्छ नि तब के गर्नुहुन्छ, जब भविष्यको प्रार्थना गर्छ नि त्यो के सत्ता हटिन्छ। सत्य कुरो जब मण्डली जब हाम्रो मऱ्यो भने चाहिँ अब धेरै प्रार्थना गर्ने समय आएको छ। सत्य कुरो तपाईँले बुझ्नुहुन्छ, अब है के भयो बुझ्नुहुन्छ, अलङ्कार बुझ्नुहुन्छ। मैले के भन्दैछु, जब प्रार्थना हुन्छ प्रार्थनामा के भन्छ भने शक्ति छ। अब के भयो है त्यहाँ के हुन्छ माथि डाइने आउँछ, तिमीले गवाई हुनेछ, गवाई मात्र छैछ है, त्यसलाई सही पनि हुनेछ। मैले भन्न चाहेँ डिनामिसले के भन्छ अरे ग्रिक भाषा डिनामिसले पावर, मिरेकुलस एबिलिटी, एक्सप्लोजिभ स्ट्रेन्थ, एक्स्ट्रा अर्डिनेरी पावर। एक्स्ट्रा अर्डिनेरी पावर प्रभु भन्नुभयो तिमी मेरो स्टेप्सहरू गइनै छन्, बस्दै गर 500 जना थियो, 380 जना साइड लाग्यो, 120 जना गरे। एक मनको प्रार्थना गरे, ईश्वर आमाले मरे पनि अचानक के भयो पवित्र आमेन। पवित्र विषय हामी चाहिन्छ प्रियहरू। जब परमेश्वरको आत्मा हामी काम गर्नुहुन्छ हामी शक्तिशाली काम गर्छौँ आमेन। जब मण्डलीको पवित्र काम हुन्छ मण्डली वृद्धि भएर जान्छ। सत्य कुरो धेरैवटा हाम्रो समाजमा के छ, एडिक्सनको कुराहरू छ, शरीरको अभिलाषाको कुराहरू छ, घिर्काको कुराहरू छ। मलाई लाग्छ जब आत्मा आउँछ परमेश्वर छुटकारा दिनुहुन्छ। हेर्नुहोस् म घरको समाज 17वटा प्रेयरको संस्था त्यो मलाई दुःख लाग्छ क्या। धेरैवटा क्रिस्चियन घरमा एडिक्सन छ, समस्या छ, के हो मलाई लाग्छ परमेश्वर आत्माको काँचो छ। हेर्नुहोस् है, यस कारण मैले भन्न चाहेको थिएँ कि मैले के भन्न चाहेको थिएँ, मैले भने नि न त बन्द न त शक्ति बन्द छ तर एप्लाई गर्नु पर्यो। अस्ति पास्टर आदमले हामीले म अमेरिका जाँदाखेरि उहाँले हामीलाई घुमाउनु लानुभयो। एउटा कति कन्ट्री साइड के एकजना नेपालकै एकजना लेडी रहेछ, राई फ्यामिली, उनीहरूको ठुलो रहेछ कन्ट्री साइड। त्यहाँ गयो हामी, उसले सागहरू रोपेको छ, यता के जस्तो सागहरू के गरेर बस्छ, जङ्गल पनि छ। अनि मैले त्यति इतिहास गरेँ, तपाईँलाई डर लाग्दैन यस्तो जङ्गल छ अरे, के छ हामीसँग गन छ अरे, हाम्रो कम्पाउन्डमा कोही आयो भने चाहिँ पर्मिसन दिन आयो भनेर मार्न सक्छ अरे, डर चिम्चिम क्या कुरा गर्छ क्या। यहाँबाट मेरो घर आयो माछा, हाम्रो बाउले माछा खाएको मेरो, हाम्रो उता त मार्नु पाउँदैन, फरेस्टले पक्रिन्छ भने भने गर्दाखेरि हामीसँग पनि बन्दुक छ प्रियहरू। जहाँ प्रार्थना गर्छ भने परमेश्वरको अभिषेक बग्छ, कसैलाई मार्ने होइन, कसैलाई छुटकारा दिने अभिषेक बग्छ, जीवन बचाउने अभिषेक बग्छ।
राम्रो अभिषेक बग्छ, हेर्नुहोस् है, शान्तिको अभिषेक बग्छ, मेलमिलापको अभिषेक बग्छ, छुटकाराको अभिषेक बग्छ, क्षमा दिने अभिषेक बग्छ, प्रेमको अभिषेक बग्छ, मेलमिलाप शान्तिको अभिषेक बग्छ। फेरि आज आइपुगेर गीत बग्छ। संसार हेर्नुहोस्, स्वार्थ छ, स्वार्थी संसार छ। बाइबलले छ अन्तिम दिन मान्छेहरू के हुन्छ अरे? स्वार्थी। कस्तो छ स्वार्थी? सेल्फिस। ईश्वरको गर्छ, म जाँदैछु, तिमीलाई पवित्रता पठाउँछु। एलियाको अभिषेक एलिसाले पायो, तर प्रभुले के भन्यो? जहाँ जानुभयो 120 जना भनिदिनु भयो, तपाईँ हामीलाई अभिषेक दिनु भएको छ। आमेन। प्रियलाई प्रार्थना गरौँ, भनौँ प्रभु म अभिषेक गर्नु हो। मान्छे संसारले हामी बताउँदैन होला, तर प्रभु त मेरो साथ हुनुहुन्छ। मलाई एउटा लेसन मैले के दिनकारणको हामी लास्ट इयर पनि उयोमा 10-15 दिन 24 घन्टा प्रार्थना हामी दिल्लीमा गर्थ्यौँ। मैले के सिकेँ भने दिनकारणबाट दिनकरण है प्रभु रहेछ। मैले पाउल दिनकारण पाउ क्या, उहाँलाई धेरै वर्ष प्रार्थना गर्नुभयो क्या। एउटा कोरियन युनिभर्सिटी बनाउने इच्छा गर्नुभयो। प्रार्थना गर्नु प्रभु कहाँ बनाउनु, प्रभु भनेछ कहाँ बनाउनु भन्दैछ। तर लास्टमा के भने त्यो अफिसमा एउटा नाइट गार्डको बिचरा अब सिम्पल मान्छे नाइट गार्ड, उहाँलाई प्रभुले त्यो बोल्नुभयो। कोहीबाट केरलाको बोर्डरमा छेउमा त्यो ठाउँमा मेरो लास्टमा भन्दै त्यो ठाउँमा जन्मिन सस्तो पाउँछ, त्यो ठाउँ जानु भनेर क्या। बिचरा त मान्छे गरेर क्या सर मलाई प्रभुले त्यो दर्शन दिनुभयो भने मैले प्रार्थना गरेँ क्या। हो मैले तललाई 13 नाइट गार्डद्वारा दर्शन गरेँ। अनि पाउल दिने कारणले उहाँलाई अङ्कल भन्दैछ। प्रियहरू, जब अभिषेक बग्छ भने हामी इज्जत गर्नुपर्छ। जसरी मान्छे जहाँ अभिषेक बग्छ हामी इज्जत गर्नुपर्छ। हेर्नुहोस् है, पक्का कुरा हो। अभिषेक गर्दै हामी इज्जत गर्नुपर्छ। जब हामी प्रार्थना गर्छौँ परमेश्वरको अभिषेक हुन्छ, सँगै ठुलो बग्छ। प्रियहरू है, परमेश्वरले हामीको यो वर्षमा हामी सबैलाई आशिष दिनु।